ल्यान्डमार्क टावरदेखि तपाईँलाई फेरि पनि स्वागत छ। म घुमघामको भिडियोहरू चाहिँ तपाईँहरूलाई देखाइरहेको छु बाबा मम्मीसँगै। मम्मी मुसुक काट्नु भएको छ। कस्तो लागिरहेको त मम्मी? अहिले यस्तो डर लाग्न पनि कि स्वर्ग हुने? त्यही पनि तल हेर्दाखेरि डर लागिरहेको छ कि भनेर तपाईँलाई ल्यान्डमार्क टावरको टुप्पोबाट योकोहामा सहर, टोकियो सहर, समुद्र हेर्दैछौँ। तपाईँ पनि घुम्न आउनुभयो भने बेलुकाको लाइटको समय पारेर आउनु होला। यस्तो यो झिलिमिली दिउँसोमा देखिँदैन। दिउँसोमा चाहिँ उराठीले खल्लो मात्रै हुन्छ, दृश्य त देखिन्छ तर यस्तो राम्रो देखिँदैन। त्यसैले घाम सधैँ आउने, घाम अस्ताइसकेपछि सम्म बसेर फर्किने गरी ल्यान्डमार्क टावर चढ्ने प्लान बनाउनु भयो भनेदेखि अत्यन्तै रमाइलो हुन्छ। यो माथि यस्तो छ, रमाइलो छ। म अहिले दिन्छु, आउनुहोस् तपाईँहरू। कस्तो लागिरहेको? डर लाग्यो बाहिर हेर्न? बाहिर डर लाग्ने जस्तो देखिन्छ। धेरै माथि रहेछ, धेरै माथि प्लेनबाट हेर्दाखेरि जस्तो देखिन्छ। प्लेनबाट जस्तो देखिरह है। यो वरिपरिबाट देखिन्छ। हामी ठ्याक्कै यो अहिले छिरेको मात्र छौँ। घुमाउँ है। ओहो, के हो बच्चाहरूलाई खेल्ने ठाउँहरू पनि छ। यहाँ भिडियो खिच्नु त पाइन्छ होला सायद। यहाँबाट के देखिन्छ भन्ने कुरा पनि यहाँ माथि लेखेको रहेछ। यो साउथ इस्ट नेट रहेछ। हामी योकोहामा स्टेडियम पनि यहाँ देखिने रहेछ। यस्तो दृश्य देखिरहेको छ प्रत्यक्ष। एकचोटि वरिपरि घुमाउँ, अगाडि बढौँ। हामी अगाडि बढौँ। हेरिरहनु भएको मम्मीले? हेरिरहँदा पनि भयो मम्मी? आउनुहोस्। अब स्काई ट्री हेर्नुपर्छ। स्काई ट्रीहरू अनि उता हामी यहाँ उता कावासाकीतिर घरहरू हेर्नुपर्छ। आउनुहोस्। भोक लाग्यो? केही खाने? हजुरहरूलाई मनपर्ने चिज त छैन होला? यी हेर्नु न, पसल छ त स्काई क्याफे, आकाशमा क्याफे। हजुर अहिले होइन, भिडियो भन्दा भिडियो लाइभ भनेको दाइ नभन्नु। ए यतापट्टि मान्छेले खाइरहेको। यहाँनिर हेरौँ न। यहाँबाट के देखिन्छ भन्ने कुरा चाहिँ पछाडिबाट हेर्छ। हेर्दै गर्नु अगाडिबाट। कामाकुरा देखिँदो रहेछ। चाँडै आउनु पर्ने रहेछ। ए सूर्यास्त हेर्नको लागि? ल, अलिक चाँडै आउनु पर्ने रहेछ भन्ने भयो होइन त? अब म कुनै पनि हालतमा तुरुन्तै 1 हप्ताभित्रमा लिएर आउँछु। मैले अलिकति चाँडै घाम छँदै। ल, एकचोटि 1 राउन्ड लगाएपछि बसौँला। अगाडि बढौँ। हामी अगाडि बढ्न चाहन्छौँ। हराउनुहुन्न के? तपाईँ यहीँ बसिरहनुहोस्, त्यसै हामी आउँछौँ। ल, ड्याडीले यहीँ एकैछिन बसेर हेर्छु भन्दै हुनुहुन्छ। मैले भिडियो यो वरिपरिको दृश्य तपाईँलाई देखाउनको लागि चाहिँ अलिकति हिँड्दैछु। यहाँनिर बुकहरू, स्टेसनरी जस्तो छ। पुस्तकालय, लाइब्रेरी रहेछ। लाइब्रेरी रहेछ। अहिले आइँदैन। पाइन्छ। अब यहाँबाट टोकियो देखियो मम्मी। टोकियो उतापट्टि टोकियो। हामी बस्ने घर त छुट्याउन सक्दैनौँ होला।
त्यो बत्ती पिलिपिली गरे नि मैले यहाँ भिडियोमा अलिकति त्यही बिल्ली बिल्ली हो ए उहाँको पारी पिलिपिली गरेको अरू आउने अहिले अरू हो त्यो चाहिँ स्काई रिभर त्यसको छेउतिरको टोकियो टावर भनेको त्यो एरिया टोकियो हो भन्ने बुझ्नु पर्यो अनि यहाँ तलका भवनहरू यही नजिकका भवनहरू हेरेर पनि रमाइलो लिन सकिन्छ यो त टोकियो होइन नि यो त हामी यही घर यो घर चाहिँ योकोहामामा छ कि के भन्छ योकोहामा के अरे योकोहामा होकोहामा होइन योकोहामा पानी पानी छैन पानीमा फिस बनायो अहिले त बत्ती पो लेखायो नि त ठुलो भूकम्प आइरहने अनि पछि विश्वयुद्ध भएको त्यसपछि जुरुक्क उठेर यस्तो जुरुक्क उठाएको छ सर नेपालका नेताहरूले सब आफूले खाए हाम्रो देश नानी भनेर केही पनि छैन केही छैन यहाँको लागि त एउटा केही आदिको छेउको के यति एउटा टुप्पो हामी छैन बरुवा पारे क्यार नि तिनीहरूलाई धन्यवाद दिनु पर्यो नि ती नेताहरूलाई के धन्यवाद दिने हाम्रो छोराछोरी तिनीहरूले पुरै करलप्पै खाए त्यही भएर हामीलाई हामी यहाँ आउनु पर्यो यहाँ आए पनि अब ठिकै छ नि त यसरी घुम्न पाइयो ती नेताहरूले गर्दाखेरि घुम्न मात्रै आउनु पावा छोराछोरी यति बस्दाखेरि नजाति लाग्ने घुम्न मात्रै आउनु पावा हुन्थ्यो यस्तो हाम्रै देशमा पनि यस्तै मान्छे घुम्न जाने हेर्न जाने बनाउने यतातिर मान्छे जाने गराउने हाम्रो कति राम्रो छ कति यहाँ यो बनाएको गरेर हाम्रो त्यसै बनिएछ त्यही त नि त्यो पोखरा हेर्नु एकचोटि पोखरा सम्झिनु त पोखरा जस्तो हिमाल पहाड त्यस्तै तराई जस्तो फाँड तलाउ सबै त्यो फेवाताल त्यहीँनिर सबै कुरा चाहिँ त्यही आफै बनेको छ बनाएर बनेको त्यहाँनिर यहाँका मान्छे त खर्लप्पै पुरै जान्थ्यो होला कि हेर्न अलि व्यवस्थित गराएर राखिदिया भाइ बनाइदिया भाइ मन कटक्क खान्छ क्यार्ने अब गर्न सकिँदैन गर्ने भनेर गएकालाई लड थुनिदिन्छन् रवि लामी छानेको त तिम्रो थुन्दिएन नि पिर परेछ मन त आफूले जन्माएको छ त्यही त नि त्योलाई थुन्दे अनि पछि ती अब यिनीहरूले गरेन बर्बाद पारे भन्दै रिसाले चुर भएर त्यो गलत त गलतै गरे हो त्यही पनि बोल्न त राम्रै बोल्थ्यो त्यो दुर्गा परसाई भन्ने त्यसलाई पनि थुन्दे त्यो रविन्द्र मिश्रले के गरेको थियो त्यसलाई हतकडी लगाएर राख्यान् तिनी आफू तिनी अप्तिरालाई कसैले नथुनेको त सबै सबभरि सक्नेर नेपाल सक्नेहरूलाई थुनिरहँदो के हुन्छ कि तिनीहरूलाई कसैले राम्रो नभन्ने भनेका छैनन् के सन्तुष्ट होला कि त्यो अर्काको पैसा खाएर यताउता गर्ने नेता हो यो मम्मीको कुरा सुनाऊ यो भिडियो हेर्दैछ हाम्रा छोराछोरी साना छोराछोरी हामीले जन्माएर नेपाल आमाका छोराछोरी भोरी अर्का देशमा ल्याएर यो जति राम्रो आइन त दुःख त छ नि अर्काले यहाँ उसले जापान सरकारले आफ्ना हाम्रा छोराछोरी पढाइदिएको छ गोठाला बनाइदिएको छ अनि अर्का सरकारले त्यस्तै गराउँछ अनि उहाँ अमेरिका सरकारले त्यस्तै बनाएको थियो विदेशबाट पल्लो खेटेर त्यस्तै लुक्दै आउनु परेछ बिचरा आफ्नै गाउँमा बाटो केल जान्थ्यो र त्यस्तै दुगुर्दै फेरि लुकेर अर्कै बाटाबाट कोही कहाँ जाने गएछन् त्यही दुःख पाएछन् अब होला बिस्तारै होला एउटा पोइन्ट हुन्छ के अरे अब तपाईँ त्यसमा चाहिँ चुलिएको छ अब उनीहरूले आफू बस्ने ठाउँ पनि राम्रोसँग पाउने गरी समय आउँदैछ भन्ने जस्तो लाग्छ यहाँका कोही सानो ठुलो धनी गरिब केही नभएर पो बल्ल देश बन्यो हाम्रो देश छुट्टै कुर्ची मेरो मम्मीले बल्ल एक हप्ता भयो अलि धेरै किलो गइसक्नु अझै 90 दिन बसालेपछि छुट्टै कुर्ची बनाएछन् आफूलाई घुम्ने कुर्ची छन् आफूका ठुल्ठुला घर 9-12 तला 13 तला आफ्नो भाषण गर्ने कुर्ची घर पनि कस्ता बनाउने कोही भाषण गर्ने घर देखिन्नन् केही देखिन्नन् त्यस्तो राम्रो गरे यहाँका सरकारले बल्ल राम्रो गर्छ ठिकै छ अब त्यो चाहिँ तिनीहरूलाई बिर्सिने छोडिदिनुहोस् अब हामी खुसी हुनुपर्छ अब घुमौँ यतापट्टि आउने मान्छे
बिस्तारा लिएका छन्, बसेका छन्, सुतेका छन्। यो त यिनीहरू बसे, अब यहीँ छोडिदिनु जान्छन् यिनीहरू बिस्तारा। अनि यहीँ हुन्छ, यिनीहरू यहीँ बसे, अब यिनीहरू जान्छन्, फेरि अर्को मान्छे आउँछ, अर्को मान्छे बस्छन्, आराम गरे कि आएर यतै आराम गर्नु पाइन्छ। हामी कति तलामा छौँ भन्दा सबै पाइन्छ। हामी घुम्दै फिर्दै यहाँ फोटो खिचेको ठाउँमा आइयै यतापट्टि डेढुल्ला भेटामा फेरि होइन अहिले जान्नौँ बल्ल 7 बज्यो। हामी चाहिँ 8-9 बजीसम्म बस्छौँ। यिनी मान्छेहरूको हुन्छ भिडभाड हट्छ अनि फेरि आनन्दले रात अझै छिप्पिँदै जान्छ, बत्ती अझै टकिला देखिँदै जान्छन् अनि राम्रोसँग हेरेर जान्छौँ। यहाँ तपाईँ जहाँ टेक्नु चाहिँ त्यहाँको लोकेसन देखाइदिन्छ। यो जता जता हिँड्नुहुन्छ उतै हुन्छ के बना अचम्मै बना भित्र पनि घुमियो। यस्तै भिडियो म फेरि पनि राख्छु, हेर्दै गर्नु होला। जापानमा घुमेका भिडियोहरू हामीले राख्दै गर्छौँ, हेर्दै गर्नु है त। बाई बाई।